नेपाली कांग्रेसमा आज अचम्मको राजनीतिक मौसम देखिएको छ। मौसम विभागका अनुसार रुखमुनि बस्ने नेताहरू निदाउन थालेपछि नयाँ ऊर्जा लिएर बाख्रा मोडल सार्वजनिक भएको हो। पार्टी स्रोत भन्छ, रुखले छाया दियो तर बाख्राले दूध पनि दिन्छ। सभापति रुख पक्षका नेताहरूले प्रतिक्रिया दिँदै भने, हामी जरा गहिरो छौं। त्यसपछि बाख्रा पक्षले तुरुन्तै काउन्टर दियो, जरा गहिरो भए पनि पात त खाइदिन्छौं। कार्यकर्तामा कन्फ्युजन। पोस्टर छाप्दा कसैले लेख्यो, रुख बचाउँ, अर्काले थप्यो, बाख्रा पालौं, प्रिन्टरले सोध्यो, दुवै छाप्ने कि घाँस मात्रै? विश्लेषकहरूको जोक्स विश्लेषण। रुख स्थिर, पुरानो, आरामदायी। बाख्रा फुर्तिलो, उफ्रिने, जहाँ हरियो त्यही। मतदाताको प्रतिक्रिया, हामी त चुनावमा रुखमा बाँधिएको बाख्रा खोज्दैछौं। यसपालि चुनावमा जित्ने को? रुख कि बाख्रा? कांग्रेस भने हेडलाइन्समै जितिसक्यो। के तपाईँ यसलाई कुनै विशेष